आज 2083 साल जेठको महिना 24 गते आइतबारको दिन। त्यसले यहाँकाले ज्ञानकुण्ड भन्छ, अरू ठाउँ भक्तपुर र प्रचार चाहिँ सरस्वती कुण्ड भनेर प्रचार गर्छ। यहाँ एउटा कुन मन्दिर हो, एउटा शिवालय हो कि। यहाँ चाहिँ गेट बन्द छ, यतातिर नजाऊ। यहाँ लेले बस पार्क हो, सरस्वती कुण्ड। यताबाट चापागाउँबाट आउने बाटो हो। सरस्वती कुण्डतिर प्रवेश गर्दैछु। यस्तो छ सबै ठाउँमा। 81 साल साउन महिनाको 11-12 गतेको बाडीले यहाँको बस्ने पुजारीहरूको भनाइअनुसार यो माथि यहाँ पुरेको रहेछ। यो चाहिँ यहाँकाहरूले यहाँ चाहिँ ज्ञान कुण्ड भन्दो रहेछ भने सरस्वती कुण्ड उपर एउटा यसकोमा रहेछ। सरस्वती कुण्ड भनेर लेखेको, यहीँ एउटा कुवा जस्तो छ, त्यहीँलाई सरस्वती कुण्ड भन्दा रहेछ। यहाँबाट यस्तो यहाँ पार्वती कुण्ड जाने बाटो भनेर लेखेछ, तर त्यहाँ बुझेको अनुसार पार्वती कुण्ड चाहिँ भग्नावशेषमा छ। उहाँहरू यहाँको पुजारीगणहरू हुनुहुन्छ। यस्तो छ, खोल्छो सानो छ। बाढी आउने चाहिँ ठुलो रहेछ। खाली घुम्न जाने भने आटोहरू पनि कुनै ठाउँमा छैन। यहाँनिर त छँदै छैन। यो एक घरको 2वटा जति मारे रहेनछ। यस्तो छ भने यतिको पुग्यो। पुजारी यहाँको पुजारीहरू चाहिँ आजलाई बिदा गरेर गएको हुनुपर्छ। खोल्छ यस्तो सानो थियो, यहाँबाट माथि सबै बगेर यहाँनिरको एउटा पार्वती कुण्ड भन्ने एउटा मन्दिर थियो अरे। त्यो मन्दिर चाहिँ बगाएर यहाँ भग्नावशेषको रूपमा देख्न सकिन्छ। यो माथिको पहिरो आएकोले चाहिँ यो ग्रापिङ वाल लगाएको हुनुपर्छ। यो 1-1.5 वर्ष भयो होला, कति भयो होला। यस्तो छ। यो पार्वती कुण्ड चाहिँ बनाउनु पर्ने देखियो। उतातिर चाहिँ सबै अगाडितिर चाहिँ मन्दिरहरू सबै सकुशल नै थियो भने यहाँको मात्र बिग्रेको रहेछ। यो सबै बनाउनु पाए, यो एउटा मन्दिर बनाउनु पाए राम्रो हुने थियो। आउने चाहिँ त्यो माथिबाट आउने बाढी आउँदाखेरि धेरै पानी आउने, अनि यसको मूल स्रोत नभएको कारणले अहिले पानी अलिअलि मात्र आउने रहेछ। त्यो रसाएको मात्र सोसेर आएको मात्र आएर चाहिँ यतिको पानी आएको हुनुपर्छ। बच्चाहरू माछा मार्दैछ। अनि यहाँको हालत यस्तै छ। त्रिशुल डाँडा, त्रिशुल ठुलो त्रिशुल छ, एउटा 2टा सानो छ। देवशालु सबै राम्रो छ। यहाँ बस्ने ठाउँ मिटिङ हल जस्तो होला, राम्रै छ। एउटा महादेव छ भजन कीर्तन गर्नका लागि।
यहाँ जुत्ता कुकुरलाई दिने भने होइन चप्पल खोलेर जानुपर्ने यस्तो छ ल माडेपहरू कतै छ कतै छैन धेरै नै रहेको देखियो कता गयो के भयो सम्बन्धितले पहल गर्यो भने केही हुन्छ भन्ने आश गरेको छु यहाँ पनि सबै भत्किएको छ यताउता गर्न जान त मिल्छ बिचको माडेप भयो यताको सबै ठाउँमा धेरै नै छैन रहेछ ल माडेप बेलुकाको पूजा सकियो हजुर बेलुकाको पूजा सकियो हजुर ए कति बेलातिर हुन्छ 5 बजीतिर हुन्छ 5 बजे छैन र 5 बजिसक्यो होला 5 त नागिसक्यो होला ए अरू सबै ठिकै रहेछ कतै कतै बिग्रेको रहेछ शिलापत्रहरू पनि अलि देख्ने भएको छ आरतीमा यता छ जल विनायक छ यहाँ सिद्धि विनायक शिव पञ्चायन माथिसम्म पुरेको भन्ने कुरा सुनाउनु भएको छ यहाँका पुजारी जनहरूले यो लक्ष्मण राम सीता लक्ष्मण हो यो सूर्य विनायक मन्दिर हो यहाँको मन्दिर एउटा चाहिँ छँदै छैन यत्तिकै रह्यो यसको पनि शिवलिङ्ग रहेनछ कमला माई मन्दिर छ यता चैत्यहरू जस्तो के सूर्य नारायण के नारायण होला महाकाल भैरव छ भने यता चाहिँ के भयो शेष नारायण जस्तो बनाइराखेको रहेछ पाउ छ जुडाल अलि मिलेको छैन कुकुर छ भने यता शेष नारायण भन्नेले लेखिराखेको छ शेष नारायण नै भन्नु पर्यो जय शेष नारायण की जय एउटा सानो मूर्ति एउटा लक्ष्मी नारायणको राखेको रहेछ राम्रै छ लक्ष्मी नारायण मन्दिर भने एउटा महादेवमा चाहिँ ब्रह्मचारी छ भने यतिबाट जाउँ के हुन्छ यो सूर्य नारायण महाकाल भैरव लक्ष्मी नारायण छ भने यता
सरस्वती माता सर्वान श्री हरि नित्यनाथ यता सरस्वती कुण्ड छ यो कुण्ड यही सरस्वती कुण्ड छ राधाकृष्ण छ बङ्गलामुखी छ सङ्कटा छ दुर्गा भवानी छ कुमार छ कार्य विनायक छ बीचमा चाहिँ टिल्लेश्वर महादेव छ यो मन्दिरभित्र टिल्लेश्वर महादेव छ भने सबै कुरा राम्रो छ एउटा पार्वती कुण्ड नहुँदा अलिकति कसो न्यासरो जस्तो लागिरहेछ यहाँ श्री ज्ञान कुण्ड युवा क्लब गोरावरी नगरपालिका 5 लेले ललितपुर भनेर लेखेको छ व्यवस्थापन पक्ष पनि राम्रै छ होला ठिकै छ एउटा मन्दिरको चाहिँ नाम के होला थाहा भएन श्री कृष्ण आश्रम भनेर लेखेको छ त्यहाँ आश्रम विश्राम गर्ने थलो हो त्यो भजन कीर्तन गर्ने मठ खण्ड यहाँ चाहिँ ज्योतिलिङ्गेश्वरको बारेमा सबै लेखेको रहेछ पढ्न चाहनेले पोज गरेर पढ्नु होला यतातिर यस्तो थियो भने उतातिर पनि एउटा कुण्ड छ त्यो कुण्ड के हो हेर्नै पर्छ यहाँ वास्तु सङ्ग्रहालय भनेर एउटा के भएछ होला त्यो भित्रै हेर्नुपर्ने अवस्था छ यता चाहिँ ज्ञानकुण्ड प्रवेशद्वार भनेर लेखेको छ सरस्वती कुण्ड नभनिकन यहाँका मान्छेहरूले ज्ञानकुण्ड भनेर भन्ने रहेछ अब यताको टिजर हेरौँ के हुन्छ यता यसरी धारा राखेको छ भने ढुङ्गाको धारा छ भने यता सानो खोल्सनी छ उता पनि सानो खोल्सनी हो यता पनि धारा तिनवटा बनाइराखेको छ त्यो माथि जङ्गलबाट आएको छ बरु यता नै पानी बढी आएको थियो छ यो गङ्गा जमुना कुण्ड छ यस्तो छ बनाउन चाहिँ राम्रो बनाएको रहेछ व्यवस्थित पाराले तर पोखरीमा छुन्न नपाउने गरी बार राखेर बनाएको रहेछ अलि छुन्न मिल्ने गरी बनाएको भए अलि राम्रो हुन्थ्यो कि भन्ने लाग्छ यता चाहिँ मन्दिरहरू यसरी राखेको छ देउताहरू ढुङ्गाको सिल्भरको यसरी राखेको रहेछ त व्यवस्था राम्रो छ पहिचानमुखी छ
भक्तपुरमा सरस्वती कुण्ड, भक्तपुरका जनताहरूले सरस्वती कुण्ड भनेर चिनिने ठाउँ, यहाँका मान्छेहरूले ज्ञान कुण्ड भनेर चिनाइरहेका छन्। यहाँ पसलहरू पनि छ खानपिनको लागि, व्यवस्था त राम्रै छ। यता फुलबाट गइदिउँ। यस्तो छ ल, आउन चाहनेहरू आउनु होला। त्यस पार्वती कुण्ड बनाउनको निमित्त सहयोगको अपेक्षा गरेको छ। सहयोग गर्न चाहनुहुनेहरूले सम्बन्धित यहाँका पुजारीहरूसँग सम्पर्क गरी दान गर्न सक्नुहुन्छ। र यहाँको विवरण यति नै हो। अहिले म टिका भैरवतिर लाग्छु। ल हेर्दै जानुहोस्। धन्यवाद।